हेलो 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 गुड मर्निङ सबैलाई। विशेष गरेर आज न्यु इयर 2022 सालले हाम्रो घर आँगनमा टेकेको छ र आइपुगेको छ। यो न्यु इयर हाम्रो लागि एउटा विशेष अवसर पनि हो, एउटा विशेष चाडपर्व जस्तै हो। हाम्रो नेपालीहरूको लागि एउटा विशेष चाडपर्व हो भने एउटा विशेष अवसर पनि हो, एउटा विशेष मौका पनि हो हाम्रो लागि, होइन। यो 2021 साल गए सँगसँगै एउटा वसन्त ऋतुको आगमन सँगसँगै आउने नयाँ वर्ष 2022 साल हाम्रो घर आँगनमा आइपुगेको छ र हामीले 2022 साललाई एउटा हर्ष उल्लासका साथ हामीले मनाउन सक्नुपर्छ, होइन। 2081 सालमा जस्तो भए पनि जे भए पनि दुःख मर्का जति परे पनि हामी त्यसलाई बिर्सिनुपर्छ बिर्सिनुपर्छ त्यसलाई। अब जस्तो भयो पास्ट इज पास्ट, गयो त्यो सक्यो, होइन। कति दुःख परेला जे कुरा नि पोजिटिभ रूपमा लिनुपर्छ, होइन। सोच्दाखेरि एकदम पोजिटिभ रूपले सोच्नुपर्छ, होइन। तपाईँको 10वटा काम लगभग 100वटा काम तपाईँको गलत भएको छ भने चाहिँ तर 10वटा काम तपाईँको राम्रो भएको छ नि। 10वटा चिजलाई नै हामीले इभ्यालुएट गरेर चाहिँ पोजिटिभ रूपमा हामीले चाहिँ राम्रो भएको भन्ने सम्झिनुपर्छ, होइन। जस्तो भए पनि जे भए पनि 2021 साल हाम्रो लागि खासै थियो, राम्रै थियो, राम्रै भएर पनि गयो। त्यस्तो केही भएन, त्यस्तो दुर्घटना हुने के हुने दुनियाँ हुने, होइन, भूकम्प आउने भन्ने कुरा भएन। त्यस्तो मानवीय क्षति त्यस्तो केही पनि भएन, कसैलाई दुःख मर्का पिर मर्का भन्ने कुरो ल्याएन। ल त्यही सँगसँगै हामीले 2021 साललाई हामीले के भन्छ त बिदाई गरेका छौँ भने 2022 साललाई हामीले के भन्छ एउटा स्वागत गरेका छौँ कि 2022 सालले हाम्रो हरेक जीवनमा खुसी उमङ्ग हर्ष उल्लास छारेर ल्याओस्। सबै हाम्रो नेपालीहरूमा, विदेशमा रहनुभएका स्वदेशमा रहनुभएका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी हरेक आफ्नो आफन्तहरू इष्टमित्रमा सबैमा के हुन्छ एउटा खुसी, एउटा सुख, एउटा रमाइलो, एउटा, होइन, हर्ष उल्लासका साथ त्यो जिन्दगीहरू ल्याओस् हाम्रो यो 22 सालले, होइन। र आज यो 22 सालमा म पनि आज यो काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डे बेसी भन्ने ठाउँमा आएर बसेको छु। आज म स्पेसली आज भ्रमणको सिलसिलामा र घुम्नको सिलसिलामा आएर म बसेको छु, होइन। र यहाँको माहौल पनि आज मर्निङ, आज सोमबारको दिन, आज 1 गते, वैशाखको 1 गते, र आज माहौल त त्यस्तो छैन, सायद काठमाडौँतिर छ होला, होइन। तर म यहाँ बसेको हुनाले चाहिँ यहाँ माहौल चाहिँ अब त्यस्तो नयाँ वर्षको त्यस्तो छैन, तर भए पनि माहौल चाहिँ अरूले बनाउने होइन, आफूले बनाउने हो। यतिखेरको टाइममा साथीहरूसँग बसेर, होइन, एउटा गेट टुगेदर गरेर रमाइलो गरेर चाहिँ रमाइलो गर्नुपर्छ भन्ने मलाई चाहिँ लागिरहेको छ, है। यो हाम्रो एउटा अवसर हो, है। यो 2021 सालमा कतिसँग मनमुटाव भयो होला, कतिसँग डिस्कस पऱ्यो होला, होइन। पास्ट इज पास्ट, त्यसलाई फर्गेट, बिर्सिदिनुहोस्। कसैसँग झगडा परेको थियो नि त्यसलाई 81 सालमा जस्तो भयो अब 82 सालमा त्यस्तो नहोस् भनेर एकचोटि कल गरेर ल है साथी सरी, होइन, मेरो म तर्फबाट केही भयो होला माइन्ड नगर, 82 सालमा चाहिँ एउटा खुसी तरिकाले दिनु। जिन्दगी के छ र, होइन, लाइफ इज नट पर्मानेन्ट, होइन। कोही जिन्दगीमा अजम्बरी भएर आएको छैन, सबै एउटा, होइन, एउटा पार्ट अफ जिन्दगीलाई लिएर आएको छ। कोही कुनै सेक्टरमा हुन्छ, कोही सेक्टरमा हुन्छ, एउटा हामीले बास एउटा जिन्दगी जिउने हो क्या, होइन। मान्छेको जिन्दगी भनेको के अरे भन्छ नि, मान्छे एउटा तनाव, एउटा डिप्रेसन भनेको दुई तरिका हुन्छ, एउटा पोजिटिभ एउटा नेगेटिभ हुन्छ क्या। एउटा नेगेटिभले तपाईँ लाइफमा तपाईँलाई क्लियरै बनाउँछ, होइन। तपाईँलाई लाइफमा कहिले अगाडि बढ्न पनि दिन्न, कहिले लाइफमा तपाईँलाई जिउन पनि जिन्दगी लाइफ इज नट बेड, नट गुड भन्छ क्या उसले। कहिले पनि लाइफलाई ठिक छैन भन्छ क्या। हरेक क्षेत्रमा हरेक ठाउँमा उसले एकदम डार्कनेस महसुस गर्छ कि जहाँ पनि, होइन। त्यो एउटा नेगेटिभ हो। सुसाइड गर्नु खोज्ने, त्यस्तो खोज्ने खालको हुन्छ एउटा। यो नेगेटिभिटीको कुरा गरेँ, होइन। पोजिटिभ कुरामा के हुन्छ नि, राम्रो कुरा, भोलि मैले त्यो कुरा गर्नुपर्ने छ है भनेर तनाव लिएर आउँछ। ओहो मैले भोलि इक्जाम मैले राम्रो तरिकाले दिनुपर्ने छ, भोलि पास हुनुपर्छ, मैले आजको लागि पढ्नुपर्छ भनेर एउटा त्यो जुन तनाव हुन्छ त्यो पोजिटिभ तनाव है। स्ट्रेस भन्ने कुरा दुईवटा हुन्छ क्या। त्यो पोजिटिभ स्ट्रेस चाहिँ हाम्रो लाइफमा चाहिँ एकदमै के छ त राम्रो छ। त्यसले चाहिँ हाम्रो लाइफमा एकदम एचिभमेन्ट गर्न, प्रोसिजर अगाडि बढाउनुको लागि चाहिँ एकदम बेस्ट काम गर्छ, होइन। र तनाव भन्ने कुरा एउटा लिनुहोस्, पोजिटिभ तनाव लिनुहोस्, नेगेटिभ तनावलाई के लिनुहोस्, आफू अरूको तनाव लिएर आफूलाई चाहिँ डिप्रेसनमा, आफूलाई चाहिँ फ्रस्ट्रेसनमा राख्ने काम चाहिँ कहिले नगर्नुहोस्, होइन।
जे छ आफू खुसी हुनुहोस्, अरूको दुःख सम्झेर आफू दुःखी हुनु भनेको त्यो जस्तो नराम्रो केही पनि हुन्न है। र म सबैलाई डेडिकेसन गर्न के चाहन्छु भन्दाखेरि यो 2082 साल होइन, हुन त टोटली 12वटा महिनाको 1 वर्ष हुन्छ। हामीले हुन त मनाउनु त हामीले 2025 पनि मनायौँ, तर 2025लाई पनि ढाका टोपी दिवसको रूपमा मनायौँ। तर हाम्रो लागि यो विक्रम सम्वत, यो नेपालको सम्वत हो होइन। विश्व जुन चलाए पनि हाम्रो लागि, नेपालको लागि चाहिँ 2082 साल एकदमै अकेजन अनि एकदम विशेष रूपमा रहेको छ। सबैले मनाउनुहोस्, रमाइलो गर्नुहोस्, कसै साथीसँग झैझगडा नगर्नुहोस्, तितो मिठो नगर्नुहोस्, कसैलाई नराम्रो नबोल्नुहोस्। लाइफमा केही पनि छैन, खुसी रहनुहोस्, सुखी रहनुहोस्, ह्याप्पी रहनुहोस् होइन। म पनि आज साथीहरूसँग आएको छु, साथीहरू पनि त्यहाँ सुतिराख्नु भएको छ होइन, पढिराख्नु भएको छ। यस्तै हो लाइफ, जिन्दगी केही पनि छैन, आज छ भोलि छैन होइन। खुसीले जिउने हो क्या जिन्दगी। लाइफलाई के सम्झिनु, के नराम्रो सम्झिनु होइन। लाइफलाई राम्रो सम्झिनुहोस्। जब भगवान्ले 2 खुट्टा दिएको छ, 2 बाहु दिएको छ होइन, हेर्ने आँखा दिएको छ, त्यो जस्तो भाग्यमान मान्छे कोही पनि छैन संसारमा। भन्छन् म अभागी छु, मलाई भाग्यले ठग्यो, मलाई यो गर्यो त्यो गर्यो भनेर भन्छ नि जसले, त्यो मान्छे कहिले पनि अभागी छैन क्या। जब उसँग सही सलामत रूपमा 2टा हात छ, 2टा गोडा छ, सोच्न सक्ने दिमाग छ, हेर्न सक्ने आँखा छ भने चाहिँ ऊ मान्छे कहिले पनि अभागी हुँदैन क्या। सधैँ भाग्यमानी हो। भाग्यमानी सम्झिनुपर्छ होइन। अल इज वेल होइन, अलवेज गुड माइन्ड होइन, सकारात्मक दिमाग सोच होस् है, सोच्नुहोस्, गर्नुहोस्। केही छैन, लाइफ यस्तै हो। जति कमाए पनि, जति गरे पनि, जो मान्छे होइन मेन्टली रूपमा होइन, फिजिकल रूपमा मान्छे हेल्दी त हुन्छ, तर मेन्टली रूपमा नै हेल्दी हुनुहोस् होइन। मेन्टल रूपमा हेल्दी भएपछि तपाईँ फिजिकल रूपमा त्यसै हेल्दी हुनुहुन्छ है। र यो मेरो एउटा नयाँ वर्षको उपलक्ष्यमा मेरा देश विदेशबाट सम्पूर्ण नेबरहरूलाई फेरि पनि 2082 सालको धेरै धेरै शुभकामना। खुसी रहनुहोस्। आज साथी घर परिवारसँग फोन गर्नुहोस्, साथीभाइलाई फोन गर्नुहोस् नयाँ वर्षमा। थाहा छ नयाँ वर्षको दिन फोन गरेपछि सधैँभरि कल हुन्छ अरे। आज खुसी रहनुभयो भने सधैँभरि खुसी हुनुहुन्छ अरे क्या, सधैँ खुसी रहनुहुन्छ अरे। फ्यामिली छ भने फ्यामिलीलाई फोन गर्नुहोस्, बिहानै फोन गरेर फोन गर्नुहोस्। रातिको 12 बजे नै गरेर गर्नुपर्छ भन्नु छैन। नयाँ वर्ष 12 बजे आउँछ, त्यतिखेर कल गर्छु भन्ने छैन। टाइम मिलाएसम्म फोन गर्नुहोस् नयाँ वर्षमा। यही नै हाम्रो लागि एउटा विशेष अवसर है। ठिक छ, मेरो साथीहरू पनि छन्, म साथीहरूसँग पनि एउटा बसेर एउटा गेट टुगेदर गरेको भिडियोहरू पनि छ होइन। भिडियोहरू बनाएका छौँ, बनाएका छौँ। यही त हो नि रमाइलो होइन। ठिक छ, आज नयाँ वर्ष 2082 साल राम्रो तरिकाले बितोस् मेरो पनि होइन, आशा गरेको छु। सबैसँग राम्रै होस् यो 2082 साल। ह्याप्पी 2082 न्यू इयर अफ नेपाल। ओके।